तिमी यता मैला मञ्च आएछौ, मैला मञ्च आएछौ, आएपछि फेरि नलाएछौ घामै छायाले। पोख्न पाइन्छ पिरबेथा मार्कै, पिरबेथा मार्कै, त्यसैले त भएको छ मन अर्कै घामै छायाले। राम्रो कुरा बुझ्न र सुन्न नि, बुझ्न र सुन्न नि, हामी आउन हुन्छ कि हुन्न नि घामै छायाले। मैलावादी चाहियो थियो साथी, चाहियो थियो साथी, तिमी आए सुगन्ध सुनमाथि घामै छायाले। तिमीले भन्यौ मेरो मन खायो, मेरो मन खायो, त्यही संस्थामा जोडिन मन लायो घामै छायाले। मैला मञ्च त मैलाकै जिम्मा हो, मैलाकै जिम्मा हो, तिमीलाई स्वागत सांस्कृतिक टिममा हो घामै छायाले। अहिलेसम्म पाथेन पातो, पाथेन पातो, यही त हो नि संस्थाको महत्त्व घामै छायाले। हामीसँग सम्बन्ध गाँसेर, सम्बन्ध गाँसेर, रुँदै आउँछन् फर्किन्छन् हाँसेर घामै छायाले। नमर्नु नबाँच्नु पार्यो मायाले, सम्बन्ध गाँसेर, सम्बन्ध गाँसेर, रुँदै आउँछन् फर्किन्छन् हाँसेर घामै छायाले। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ। श्रमको पहिचान, सुरक्षा र सम्मान सांस्कृतिक अभियान मार्फत असमान सोच रूपान्तरणको आह्वान भन्ने नाराका साथ महिलाको निम्ति महिला मञ्च नेपालको आयोजनामा र UNDF फन्डको सहकार्यमा आयोजित अर्को साङ्गीतिक आम सशक्तिकरण कार्यक्रमको श्रृङ्खलामा यहाँहरू सम्पूर्णलाई फेरि पनि स्वागत गर्दै हामी उपस्थित भइसकेका छौँ। र आजको श्रृङ्खला अलि विशेष हुनेवाला छ, अलि रमाइलो हुनेवाला छ, किनभने आज हामीले फरक तरिका प्रस्तुत गर्दैछौँ। आज हामी पूर्वेली भाकामा गीत प्रस्तुत गर्ने भएका छौँ, जसको लागि आज हामीसँग मिठो स्वरका धनी, सुमधुर स्वरका धनी रोहित राई उपस्थित हुनुभएको छ। त्यस्तै गरेर गायिका अन्जु गौतम महिला तर्फबाट गायिकाले प्रतिनिधित्व गर्दै हुनुहुन्छ र उहाँलाई धेरै कलाकार साथीहरूले सघाउँदै हुनुहुन्छ। उहाँलाई पनि स्वागत गर्न चाहन्छौँ। र आजको विषयवस्तु रहेको छ सङ्घ संस्थाको महत्त्व। सङ्घ संस्था भन्दा पनि हामीले यो महिलाको निम्ति महिला मञ्चकै महत्त्व कति छ त, यहाँ लागेर यहाँ सक्रिय भएर यहाँ योगदान गर्दाखेरि के कस्तो भूमिका आफूमा कस्तो खालको परिवर्तन आयो भन्ने विषयमा आज हामी गीत प्रस्तुत गर्दैछौँ। र आज हामीले भाका चयन गरेका छौँ घामै छायाले, पूर्वेली भाका रहेको छ, अत्यन्तै मिठो भाका रहेको छ। र यो भाका बनाउनु हुने राज राई र स्वर भर्नुहुने सुप्रसिद्ध गायिका सिन्धु मल्ल र राज राईलाई र लगायत सम्पूर्ण यो गीतको टिमलाई सम्मान अर्पण गर्दै आज हामी गीत प्रस्तुत गर्ने भएका छौँ। र अब पनि म कलाकार साथीहरूलाई गीत प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु। महिला मञ्चमा भेट हाम्रो भएको छ,
भेट हाम्रो भएको छ भेट हुँदा रमाइलो लाको छ कामै छयाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले भेट हाम्रो भएको छ भेट हाम्रो भएको छ भेट हुँदा रमाइलो लाको छ घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले ए संस्थामा भेट भएको हाम्रो हो ए संस्थामा भेट भएको हाम्रो हो सङ्घ संस्थामा जोडिनु राम्रो हो घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले भेट भएको हाम्रो भेट भएको हाम्रो सङ्घ संस्थामा जोडिनु राम्रो घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले भेट हुने तिर्सना मेटायो यो संस्थाले हामीलाई भेटायो घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले तिर्सना मेटायो यो संस्थाले हामीलाई भेटायो घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले जब संस्था खोलेर चल्यो बनाइदियो निर्धक्क बलियो घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले खोलेर चल्यो बनाइदियो निर्धक्क बलियो घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले तिमी यता मैला मञ्च आएछौ आएपछि फेरि नलाएछौ घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले मैला मञ्च आएछौ आएपछि फेरि नलाएछौ घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले पोख्न पाइन्छ पिर बेथा मार्कै त्यसैले त भएको छ मन अर्कै घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले पिर बेथा मार्कै आएपछि भएको छ मन अर्कै घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले
कुरामा हुन्छ र छलफल हुन्छ र छलफल बढ्या देख्छु तिम्रो त आत्मबल घामै छायाले नमर्नु नबाँच्नु पर्यो मायाले हुन्छ र छलफल हुन्छ र छलफल बढ्या देख्छु तिम्रो त आत्मबल घामै छायाले नमर्नु नबाँच्नु पर्यो मायाले नमर्नु नबाँच्नु पर्यो मायाले मुद्दा उड्छ महिलाको जितमा महिलाको जितमा कुरा उड्छ श्रमको हक हितमा घामै छायाले नमर्नु नबाँच्नु पर्यो मायाले महिलाको जितमा महिलाको जितमा कुरा उड्छ श्रमको हक हितमा घामै छायाले नमर्नु नबाँच्नु पर्यो मायाले नमर्नु नबाँच्नु पर्यो मायाले राम्रो कुरा बुझ्न र सुन्न नि बुझ्न र सुन्न नि हामी आउन हुन्छ कि हुन्न नि घामै छायाले नमर्नु नबाँच्नु पर्यो मायाले बुझ्न र सुन्न नि बुझ्न र सुन्न नि हामी आउन हुन्छ कि हुन्न नि घामै छायाले नमर्नु नबाँच्नु पर्यो मायाले नमर्नु नबाँच्नु पर्यो मायाले महिलावादी चाहियो थियो साथी चाहियो थियो साथी तिमी आए सुगन्ध सुनमाथि घामै छायाले नमर्नु नबाँच्नु पर्यो मायाले चाहियो थियो साथी चाहियो थियो साथी तिमी आए सुगन्ध सुनमाथि घामै छायाले नमर्नु नबाँच्नु पर्यो मायाले नमर्नु नबाँच्नु पर्यो मायाले बेथा भनु सबको मन छुन्छ सबको मन छुन्छ हाम्रो मुद्दा उड्छ कि के हुन्छ घामै छायाले नमर्नु नबाँच्नु पर्यो मायाले सबको मन छुन्छ सबको मन छुन्छ हाम्रो मुद्दा उड्छ कि के हुन्छ घामै छायाले नमर्नु नबाँच्नु पर्यो मायाले नमर्नु नबाँच्नु पर्यो मायाले तिमीले आउने गरिसियाट लड्न सक्छौ सांस्कृतिक टिमबाट घामै छायाले नमर्नु नबाँच्नु पर्यो मायाले गरिसियाट लड्न सक्छौ सांस्कृतिक टिमबाट घामै छायाले नमर्नु नबाँच्नु
तिमीले भन्यौ मेरो मन खायो मेरो मन खायो त्यही संस्थामा जोडिन मन लायो घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले मेरो मन खायो मेरो मन खायो त्यही संस्थामा जोडिन मन लायो घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले महिला मञ्च त महिलाकै जिम्मा हो महिलाकै जिम्मा हो तिमीलाई स्वागत सांस्कृतिक टिममा हो घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले महिलाकै जिम्मा हो महिलाकै जिम्मा हो तिमीलाई स्वागत सांस्कृतिक टिममा हो घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले हकितबारे नाचिन्छ गाइन्छ नाचिन्छ गाइन्छ त्यसो भए खुसीले आइन्छ घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले खुसीले आइन्छ नाचिन्छ गाइन्छ त्यसो भए खुसीले आइन्छ घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले अब हामी एक साथमा चलियो हाम्रो संस्था हुने भो बलियो घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले एक साथमा चलियो हाम्रो संस्था हुने भो बलियो घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले अहिलेसम्म पाथेन पाक्तो यही त हो नि संस्थाको महत्त्व घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले पाथेन पाक्तो यही त हो नि संस्थाको महत्त्व घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले हामीसँग सम्बन्ध गाँसेर रुँदै आउँछन् फर्किन्छन् हाँसेर घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले
ज्ञान सिप सिक्की अनेकौं प्रकारको गरेछन् र नेतृत्व सरकारको घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले अनेकौं प्रकारको गरेछन् र नेतृत्व सरकारको घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले बोकी आउँथे नमिठो नेतृत्वमा पुगिसकेका त्यता घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमिठो त्यता नेतृत्वमा पुग्याछन् त्यता घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले नमर्नु नबाँच्नु पार्यो मायाले। अत्यन्तै मिठो तरिकाले गीत प्रस्तुत गरिदिनु भयो। संस्थामा लागेपछि नेतृत्व तहमै महिला पुगिसकेका छन् भन्ने विषयलाई प्रस्तुत गरिदिनु भयो र संस्थाको महत्त्व एउटा व्यक्तिमा कति छ भन्ने कुरा पनि उहाँहरूले दर्शाउनु भएको छ यो गीतमा। यहाँहरूलाई कस्तो लाग्यो त यो गीत सुनेपछि? तपाईँहरूलाई जे जस्तो लाग्यो र कुन भाकामा कुन विषयमा गीत सुन्न चाहनुहुन्छ, कुन भूगोलका गीतहरू सुन्न चाहनुहुन्छ र कुन भाका कुन विषयमा गीत सुन्न चाहनुहुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला। यति मिठो गीत प्रस्तुति गरिदिनु हुने गायक गायिका लगायत सम्पूर्ण टिमलाई वाद्यवादकका साथीहरूलाई पनि धन्यवाद अर्पण गर्दै अब पनि हामी बिदा हुन्छौँ। त्योभन्दा अगाडि तपाईँहरूलाई यो गीत मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला अनुरोध गर्दछु। हस्त बिदा चाहन्छौँ। नमस्ते।